जम्मा बनाउँछु कति राम्रो यसलाई झिलिमिली छ My name is Aiska Kumar. मेरो नाम आइस्का कुमार हो यता कति राम्रो फुलहरू फलेछ अनि यो चाहिँ लाइट हो म त कति क्युट देखिन्छु म कति क्युट है म कति क्युट है यता माथि कति धेरै छन् पापा घर आते गले से लगाते अहिले हामी चाहिँ घुम्न घर जाँदैछौँ म भर्खरै स्कुलबाट आएको अघि नै स्कुलबाट आएको ट्युसन नि पढ्छु कि म त्यही भएर बाइकहरू कति राम्ररी हिँडेछ देख्नु म कति क्युट देखिन्छु यी मेरो मम्मी बाबाहरू कति राम्रो हुनुहुन्छ म कति क्युट छ हामी फ्यामिली मम्मीको हालत यस्तो छ बाबाको हालत यस्तो छ मेरो हालत चाहिँ केही नै छैन अरू हुँदैको मैले देखाउँथेँ हजुरहरूले अरू छैन त्यत्तिकै कहाँ देखाउने र छैन देखाउने त्यत्तिकै राम्रो चिजहरू मैले देखाउनुपर्छ यस्तो छन् अहिले हामी पसलमा छौँ लेदर को जैकेट बैग बेल्ट पर्स जो चाहिए सब पे यस्तो पसलमा छु अहिले हजुर ये वाला हाँ ये सब पे लेडीज वो लेडीज जैकेट हो बाकी लेडीज बैग हो ये सब इतना जेंट्स हो वो भी जेंट्स लेदर को भनेको छाला त पसलमा छु अहिले पर्स पनि हुन्छ सब पे केको छालाको खास छाला सबैको हुन्छ बफ हुन्छ गोट हुन्छ सिप हुन्छ तो उसको पनि समान अनुसार हुन्छ कुन समय कुन राम्रो बन्छ वो त्यस्तो छ यी कुकुर हिँडिरहेको ये सब पे देख्नुभयो पर्सहरू गोट और बफ दुईटा बलियो यो वाला गोराको होला होइन वो उसको कहाँ आउँछ वो तो डिजाइन बनाएको ए गोरा हो नि थाहा नि गोरो हजुर गोरा हो नि त्यसको बन्दैन अब कहाँ त्यस्तै भयो भनेर त्यस्तै भयो साँपको आउँदैन ब्यान्ड छ कहाँ आउँछ वो बनाने मान्छेको छापा लाग्छ उसको डिजाइन बनाएको उसको उसले महँगो नि पर्छ होला नि कति पर्छ रे महँगो तो ये भी बनाने को महँगो ही छ इसको 5500 पर्छ दुईटा ब्यागको 5500 उसको उताको 3500 पर्छ यसको 3500 बोल्लो नै हुन्छ बलियो हुन्छ न बलियोको लागि भन्नै पर्दैन हामीहरूको जिपर सिपर बिगर्दैन जिपर राम्रो खालको हुन्छ कति राम्रो ब्याग छ कति राम्रो ब्यागहरू पर्स पनि भन्छ बाख्राको सबै हुन्छ चाहिए हुन्छ सबै हुन्छ जब पढे ठिक छ अब जाडो आउँदैछ ट्याक्कै त्यति बेला बनाउने एउटा ठिक छ मम्मी कति क्युट देखिनु भएको सानो कति क्युट मेरो बाबा कति क्युट त्यसरी देख्दैनन् के त्यो त्यसरी भन्छ मुख मात्र ल जाम बुढी अब आम्ला खेल्नु घर आते चाहियो के मलाई चाहियो ज्याकेट हो के त्यो त भैँसी साइँसी सब होइन त्यसरी त्यो त अरूहरू त्यत्तिकै त उठाएर कहाँ ल्याउने र त्यही त उहाँहरूले त यो बनाएर बेच्न राखेको थियो त्यहीँ उठाएर ल्याउने नि त यहाँ पे सबै बनाएर अर्डर हुन्छ अर्डर अनुसार भन्छ बाख्राको त त्यो खानन् र मासु खाइहाल्छन् के अरे निकाल्छन् निकाल्छ छाला सबैको निकाल्छ हिन्दूले पो खान्छ तर अरूले त निकाल्छ इन्डियातिर प्रायः सबैले निकाल्छ होइन निकालेर छाला बिक्ने त मरेको बाख्राहरूको होइन कहाँ मरेको हुन्छ
जो मान्छे खान्छ यहाँ त छाला खान्छ, हामीहरूको इन्डियामा छाला खाँदैन। त्यही त भने इन्डियामा बाख्रा मरेको बाख्राको छाला निकाल्ने होइन, कोही डेट भयो अथवा कोही चाहिँ छाला नखाने। इन्डियामा त छालै खाँदैन, त छाला निकाल्ने छाला निकालेर बल्ल छाला बिग्छ। फेरि बिग्छ न, सबै बिग्छ। छाला जाएर बन्छ, बनेर फेरि आउँछ। बढी मेहनत छ यसको बनाउनको लागि। कच्चामा कस्तो देखाइदिन्छ। खास मैले एउटासित बुझेको छाला किन खाना हुँदैन, त्यो ऊ के अरे कपाल कहिले पस्दैन नि त होइन, त्यो भित्र त फुर्किएर फाले पनि भित्र त भित्रको कपाल भित्र हुन्छ नि। जस्तै हाम्रो यही त जस्तै टाउको जस्तै त हो, भित्र त कपाल फेरि पलाउँछ। खास त्यही भएर छाला खाना हुँदैन भन्छ होइन, कि कसो के हो? वही ठिक छ। मुसलमान मेरो दोस्तले उही बोला नुकसान हुन्छ हो पछि। कोही बिमारी आउँछ, बिमारी जो हुन्छ यही सब चीज से बिमारी पर्छ। खास बाख्रा खाने चाहिँ बिमार त भइहालिन्छ होइन, तर पनि अरू चिज थिएन मैले देखाउन पाइनँ हजुरलाई। यता लेबुक ब्याग यो बेल्टहरू पनि सबै त्यही ल्यादर के होला है। ब्याड म फेरि उसको लाउँदिनँ कि, त्यही भएर छालाको न त एउटा लिन्थेँ मैले हैन। कपडा पनि छ उसमा, दुईटा छ। यस्तो होला, यस्तो वाला त छ, त्यो वाला त कपडा यहाँ कुकुरले हग्यो। मेरो लागि पनि ब्ल्याक तपाईँ नलाने मान्छेले किन छाला नलाउने। त्यत्रो घर लाँदै खाल्थ्यो। उता एउटा कुकुर छ। राम्रो भैँसीको छालाको के हुन्छ छाला? एउटा यो कुकुर छ, एउटा उता कुकुर छ। अरू नि भए म हजुरलाई देखाउँथेँ कि, अरू भए पनि मैले हजुरलाई देखाउँथेँ। यी कति राम्रो फुलहरू छन् यता, अरू भए हजुरलाई देखाउँथेँ। छैनन्, अनि छँदै छैनन्। त्यो कुकुरको नजिक आइसक्यो। अब अर्को कुकुरको नजिक आउँछु म। यी कति राम्रो झिलिमिली बलेछ। यता हेर्नुहोस् त, यो क्रिसमस ट्रीमा एउटा म कुकुरको नजिक आइसकेँ। अझै एउटा कुकुर उता छ। त्यस्तो झिलिमिली बलेछ। मैले त आज धेरै रिल बनाउने। अब हामी घर पुग्न आँट्यौँ। अलि पर छ हाम्रो घर, तर हामी पुग्न आँट्यौँ कि। यो कति राम्रो पसलहरू। अब त्यो दुईवटाको कुकुर यता नजिक आयो, यता नजिक तिनवटा कुकुरहरू छन्। त्यही चुप लाग्नु। ऊ माथि माथि अनि चन्द्रमा म चुप्पेको लागिरहेको छु। चन्द्रमामा देखेँ, चन्द्रमामा भगवान् कति हाम्रा पसलहरू छन्। पसलहरू सबै चिज छन्, सबै चिज। यो त छ पसल, जानी छ पसल त हजुर कमानी होला नि पसल। हामी के अरे त्यता पुगिसक्यौँ। किन अब पाइन्छ यता तातिहाल्छ। कस्तो कुरा हुनुहुन्छ आखिरी त्यो उसैसित चिसो खाना हुनु त्यस्तो बेलामा हामी राखिसकेपछि